नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सलिनी आवाजको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा। तपाईँहरूमाझ कार्यक्रम सलिनी आवाजको श्रृङ्खला 41 लिएर म रमेश बस्नेत उपस्थित भइसकेको छु। अब लागौँ हजुरहरूले पठाएका रचनाहरूतर्फ। आजको पहिलो रचना प्राप्त भएको छ मेनुका शर्माबाट। उहाँको मुक्तक यसरी सुरु हुन्छ। सानैदेखि दुःख कष्ट पाएँ अरू के भनौँ, चोटपटक हन्डर खाएँ अरू के भनौँ, बालकैमा आमा गुमाएको पीडा म भित्र छ। सानैदेखि दुःख कष्ट पाएँ अरू के भनौँ, चोटपटक हन्डर खाएँ अरू के भनौँ, बालकैमा आमा गुमाएको पीडा म भित्र छ। पिरै पिरले मुटु जलाएँ अरू के भनौँ, पिरै पिरले मुटु जलाएँ अरू के भनौँ। हार्दिक धन्यवाद। यसै गरी अबको बसाइमा सुग्रीव सिंह धामीले पठाउनु भएको मुक्तक प्राप्त भएको छ। अवस्था यस्तै रहे समस्या जटिल हुन सक्छ, प्यारी तिमी बिना बाँच्न मुस्किल हुन सक्छ। अरे दिलका बिमारीलाई उपचार चाहियो। अवस्था यस्तै रहे समस्या जटिल हुन सक्छ, प्यारी तिमी बिना बाँच्न मुस्किल हुन सक्छ। अरे दिलका बिमारीलाई उपचार चाहियो। उपचारकै क्रममा शिथिल हुन सक्छ, उपचारकै क्रममा शिथिल हुन सक्छ। हार्दिक धन्यवाद। यसै गरी अबको बसाइमा प्रसिद्ध खनालले पठाउनु भएको मुक्तक प्राप्त भएको छ। पीडितलाई न्याय दोषीलाई सजाय दिने सरकार छैन, नेपालीलाई शान्ति अनि खुसीको बहार छैन, अझै के को आशा गर्नुपर्ने हामीले तिमीसँग। पीडितलाई न्याय दोषीलाई सजाय दिने सरकार छैन, नेपालीलाई शान्ति अनि खुसीको बहार छैन, अझै के को आशा गर्नुपर्ने हामीले तिमीहरूसँग। हत्यारा अनि बलात्कारीलाई फाँसी दिने कारागार छैन, हत्यारा अनि बलात्कारीलाई फाँसी दिने कारागार छैन। धन्यवाद। यसै गरी अबको बसाइमा नारायणनाथ योगीले पठाउनु भएको गजल प्राप्त भएको छ। जलाउँछ भित्रभित्रै ज्यान रक्सीको यो तालले, पार्छ मान्छेलाई सडकमा खराब यो चालले। जलाउँछ भित्रभित्रै ज्यान रक्सीको यो तालले, पार्छ मान्छेलाई सडकमा खराब यो चालले। भुलिन्छन् यहाँ नाता गोता विवेक र होस पनि, फसाउँछ पासोमा पार्दै कुलतको यो जालले। भुलिन्छन् यहाँ नाता गोता विवेक र होस पनि, फसाउँछ पासोमा पार्दै कुलतको यो जालले। खाइन्छ सुरुमा रमाउँदै साथीहरूको लह लहैमा, तर रुवाउँछ घर बस्ती अन्त्यमा यो कालले। खाइन्छ सुरुमा रमाउँदै साथीहरूको लह लहैमा, तर रुवाउँछ घर र बस्ती अन्त्यमा यो कालले। न इज्जत बाँकी रहन्छ न त बच्छ धन नै यहाँ, बनाउँछ जिन्दगी कुरूप रक्सीको यो हालले। न इज्जत बाँकी रहन्छ न त बच्छ धन नै यहाँ, बनाउँछ जिन्दगी कुरूप रक्सीको यो हालले। भत्किन्छ घरको शान्ति यहाँ चुइन्छन् सपना, मच्चिन्छ सधैँ कोलाहल रक्सीको यो बबालले। भत्किन्छ घरको शान्ति यहाँ चुइन्छन् सपना, मच्चिन्छ सधैँ कोलाहल रक्सीको यो बबालले। मच्चिन्छ सधैँ कोलाहल रक्सीको यो बबालले। हार्दिक धन्यवाद। यसै गरी अबको बसाइमा रिपिन भट्टराईले पठाउनु भएको मुक्तक प्राप्त भएको छ। कसैले अचानक मेरो मन दुखाइरहे, मैले आफ्नो भएका वेदना लुकाइरहेँ, कहानीमा छट्टै मिलमिलाप हुन्छ प्रेमीको। कसैले अचानक मेरो मन दुखाइरहे, मैले आफ्नो भएका वेदना लुकाइरहेँ, कहानीमा छट्टै मेलमिलाप हुन्छ प्रेमीको। उसकै खुसीका लागि शिर झुकाइरहेँ, उसकै खुसीका लागि शिर झुकाइरहेँ। धन्यवाद। यसै गरी अबको बसाइमा मोहन आचार्यले लेख्नु भएको मुक्तक प्राप्त भएको छ। नारीलाई सबैले मनैदेखि माया र सम्मान गर्नुपर्छ, चाडपर्व मनाउन पनि नारीहरू अघि सर्नुपर्छ। आफूलाई जन्म दिने आमा पनि नारी नै हुन्। नारीलाई सबैले मनैदेखि माया र सम्मान गर्नुपर्छ, चाडपर्व मनाउन पनि नारीहरू अघि सर्नुपर्छ। आफूलाई जन्म दिने आमा पनि नारी नै हुन्। मर्दिन भन्दा एक दिन सबैले अवश्य मर्नुपर्छ, मर्दिन भन्दा एक दिन सबैले अवश्य मर्नुपर्छ। धन्यवाद। यसै गरी अर्को रचना प्राप्त भएको छ क्षितिज बिरु राणाबाट। देशमा साँच्चीकै परिवर्तन आउला सोचिरहेको छन्, युवा शक्तिलाई रोजगार दिलाउला सोचिरहेका छन्। देशव्यापी रूपमा नयाँ शक्ति एक भएर चलाएपछि, देशमा साँच्चीकै परिवर्तन आउला सोचिरहेको छन्, युवा शक्तिलाई रोजगार दिलाउला सोचिरहेका छन्। देशव्यापी रूपमा नयाँ शक्ति एक भएर चलाएपछि, यहाँ दुखी गरिब पनि मुस्कुराउला सोचिरहेका छन्, यहाँ दुखी गरिब पनि मुस्कुराउला सोचिरहेका छन्। हार्दिक धन्यवाद। यसै गरी अबको बसाइमा निर्मला आचार्य निर्जलाले पठाउनु भएको मुक्तक प्राप्त भएको छ।
सुख दुःखको मलमपट्टि अहोरात्र बनिदेऊ है, समाजको एक उदाहरणीय पात्र बनिदेऊ है। रुपैयाँ र जवानीको पासो थाप्न आउलान् सानो, सुख दुःखको मलमपट्टि अहोरात्रि बनिदेऊ है, समाजको एक उदाहरणीय पात्र बनिदेऊ है। रुपैयाँ र जवानीको पासो थाप्न आउलान् सानो, तर केवल तिमी निर्जलाको मात्र बनिदेऊ है, तर केवल तिमी निर्जलाको मात्र बनिदेऊ है। धन्यवाद। यसै गरी अबको अर्को अन्तिम रचना प्राप्त भएको छ सङ्गीकालीबाट। डोको जस्तै भाग्य पलै पल्छ, त्यसैले खुसीको सधैँ निकाल्छ, सपना र यथार्थबीच लडाइँ चल्दा। डोको जस्तै भाग्य पलै पल्छ, त्यसैले खुसीको सधैँ निकाल्छ, सपना र यथार्थबीच लडाइँ चल्दा। भाग्य र परिश्रमको भने हडताल छ, भाग्य र परिश्रमको भने हडताल छ। हार्दिक धन्यवाद। अहिलेसम्म हाम्रो कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा हार्दिक धन्यवाद। अर्को हप्ता धेरैभन्दा धेरै रचनाहरू लिएर तपाईँहरूमा उपस्थित हुने बाचाका साथ अहिले भने म बिदा हुन्छु। हस्त नमस्कार।